शनि ग्रह आफैमा क्रान्तिकारी हो। यो ग्रह यस्तो हो, यदि कसैको लग्नमा छ भने त्यस्तो व्यक्तिहरूलाई मुडी बनाइदिन्छ। हेर्नु, ती व्यक्तिहरू खुसी भयो भने रात दिन 24 घण्टा नि काम गर्न सक्छन्। उनीहरू दिल खाएको मन खाएको मान्छे भयो भने ज्यान पनि दिन्छन् तिनीहरूले। र यदि मन परेन, मन अथवा चित्त बुझेन भने तपाईँले कोठाभित्र ढोका चुकुलाएर बसे 50 चोटि बोल्नुहोस्, बोलाउनुहोस्, ऊ व्यक्ति आउँदैन। यो अत्यन्त शनि मुडी ग्रह पनि हो र क्रान्तिकारी ग्रह पनि हो। लग्नको शनि यदि तपाईँको कुण्डलीमा छ र शनि बलवान छ भने तपाईँलाई छिट्टै प्रगति पनि गराउँछ र अत्यन्त सङ्घर्षशील पनि बनाउँदछ। पढाइका कुराहरूमा होस् अथवा अन्य, यी व्यक्तिहरूलाई ठुलो ओहदामा, उच्च ओहदामा पुग्न सक्ने सम्भावना बढी नै रहन्छ। किनकि यो शनिले के भन्छ भने, शनि चल्यो भने, शनि राम्रो भइदियो भने के भन्छौँ हामी, होइन? शनिको प्रभावले करोडपति व्यक्ति पनि करोडपति बन्छ र करोडपति व्यक्ति पनि रोडपति बन्छ। तसर्थ शनिको प्रभाव कस्तो छ कुण्डलीमा, त्यो अनुसार व्यक्तिको नेचरमा, विशेष गरी नेचर हेर्दाखेरि यो कुम्भ राशि, मकर राशिको लग्न भइदियो भने व्यक्ति हल्का आफ्नो प्रवृत्तिको हुन्छ। ऊ जे कुनै पनि कुराहरू चाँडै विश्वास गर्दैन, नबोकिकन भगवान पनि हुन्छ नि कि ऊ अत्यन्त आस्थावान हुन्छ। यदि पहिला नास्तिक छ, उसलाई विश्वास लाग्ने थिएन, पछि चाहिँ विश्वास लाग्यो भने खतरनाक आस्थावान भन्छ। यदि पहिला आस्थावान थियो व्यक्ति भने पछि उसमा चाहिँ, होइन, धर्मप्रति आस्था लागेन भने त्यो जतिको नास्तिक अर्को भन्दैन, होइन? शनिको प्रभाव अत्यन्त कुण्डलीमा महत्त्वपूर्ण रोल खेलिरहेको हुन्छ। यो न्यायिक ग्रह पनि हो र व्यक्तिलाई मालामाल पनि बनाउनमा मद्दत गरिरहेको हुन्छ। राधे राधे।